अब कांग्रेस एमाले माओवादीबाट अमेरिकनहरूले जति फाइदा लिने लिए अब सबै कुरा त यिनले मान्दैनन् अब नमान्ने भएको हुनाले नेपालमा आफ्नो काम गराउनको लागि अमेरिकनले घन्टी खोल्यो यो नेपालको उद्धारको लागि नेपालको विकासको लागि होइन कि अब दलाई लामालाई तिब्बतमा पुनर्स्थापना गर्न चाहन्छ अमेरिकाले। हजुर 7 सालपछि दर्जनौं प्रधानमन्त्री भयो होला दलाई लामाले कसैलाई बधाई दिएको त हामीलाई थाहा छैन होइन। एमसीसी मात्रै पास गरेर अमेरिकन सेना चाहिँ नेपालमा ल्याउन मिल्दैन। त्यसपछि एसपीपी पास गर्नुपर्छ। एसपीपी पास गर्नको लागि कांग्रेस एमाले माओवादीले मानेनन्। त्यसो हुनाले उसले चाहिँ आफ्नो अब चाहिँ शक्ति चाहिँ गर्न अब यिनले घन्टी ल्याउने हो। अब पब्लिकले के भन्दै गयो भन्दाखेरि नयाँलाई चाहनु पर्छ। त्यसो भन्दै गर्दा म भन्छु नयाँलाई किन चाहदिने कुन के छ भिजन होइन। नयाँको इतिहास के हो, राजनीति के हो, सिद्धान्त के हो, परराष्ट्र नीति के हो, आचरणै के हो। चोरबानी चन्नालबानी कांग्रेस एमाले लोकतन्त्र गणतन्त्रको लागि त लडेका हुन् नि। उनका कमी कमजोरी छन् मैले खुलेआम उनीहरूसँग भण्डाफोर गर्छु। तर अब चाहिँ अब यिनलाई विस्थापन गरेर यिनलाई लखेटेर अमेरिकन एजेन्डा नेपालमा कार्यान्वयन गर्नको लागि होइन। जसरी इजरायलमा चाहिँ अमेरिकाले चाहिँ त्यहाँ यहुदीहरूलाई लखेटेर उसले जसरी इजरायललाई चाहिँ उपयोग गरेर यहाँ चाहिँ यति ठुलो उत्पाद गरेका छ चाहिँ होइन। प्यालेस्टाइनी जनताका लाखौं ज्यान गयो। त्यसो हुनाले अहिले चाहिँ नेपालको विकासको लागि नेपालको निर्माणको लागि होइन कि अब अन्तर्राष्ट्रिय बजार कब्जा गर्ने कुरामा चीनसँग चाहिँ अमेरिकाको प्रतिस्पर्धा छ। त्यसो हुनाले अमेरिकासँग चाहिँ लड्नको लागि नेपाल भूमि अमेरिकालाई चाहिन्छ। त्यो चाहिँ चाहिन्छ भन्दा नि कांग्रेस एमाले माओवादीबाट अहिले जतिसम्म काम भयो नेपालमा भयो। अब सबै कुरा हुन्न। दुई चीनको नीति कांग्रेस एमाले माओवादीले अहिले मान्दैनन्। त्यसो हुनाले अब अमेरिकाले यहाँ भर्ना गरेको यहाँ जन्माएको पार्टी घन्टी हो। कांग्रेस एमाले माओवादीको कुशासन छ, कमजोरी छ, खराबी छ, त्यो म नि मान्छु, मैले आफै पनि भन्छु। तर यिनलाई चाहिँ लखेटेर अमेरिकन सेना ल्याउने बाटो एमसीसी त पास गरे कांग्रेस एमाले माओवादीले। अब एसपीपी स्टेट पार्टनर प्रोग्राम पास गर्ने यिनले मानेनन्। पास नगरिकन अमेरिकी सेना नेपाल ल्याउन मिल्दैन। स्टेट पार्टनर प्रोग्राम हो त्यो आइपीएल जो चाहिँ जुन इन्डो पेसिफिक रणनीतिको मुख्य कमान्डर आज काठमाडौँ आएछ 3 दिने यात्रा। अब ऊ चाहिँ नेपाली सेनाको ब्यारेकमा यहाँ चाहिँ काभ्रेमा उत्रन्छ आज र उसले चाहिँ यहाँ विभिन्न राजनीतिक पार्टीहरूसँग चाहिँ कुराकानी गर्दैछ। पुराना नेताहरूले पुराना पार्टीहरूले बुद्धहरूले जे भन्यो त्यो मानेनन् युक्रेनका जनताले। आज युक्रेन चाहिँ ठुलो हिस्सा रसियाले कब्जा गरिसक्यो। त्यहाँका प्राकृतिक साधन स्रोत अमेरिकाले कब्जा गरिसक्यो। 50,000 मान्छेको ज्यान गयो। 42,82,000 कति त्यहाँबाट भागिसके। अब त्यही चाहिँ युक्रेनको जुन अवस्था छ आज त्यहाँका पुराना नेताहरूले पुराना पार्टीहरूले भन्दा नमान्दाखेरि एउटा टिभीमा चाहिँ नाच्न आउने हास्य कलाकार जेलेन्स्कीलाई अमेरिकाले प्रत्यक्ष कार्यकारिणी बनाएर जे चाहिँ युक्रेनमाथि गर्नुपर्ने हो त्यो सबै गर्यो अमेरिकाले। नेपाललाई चाहिँ त्यही युक्रेन बनाउने उद्देश्यका साथ त्यो जेलेन्स्की नेपालको परिचालित भए जनता उसैको पछि यदि मैले त देख्छु यो त एउटा सामाजिक सोशल नेटवर्कको मात्रै हो कि होइन। त्यो सामाजिक चाहिँ नेटवर्कले तपाईँको चाहिँ अब ठुलो मद्दत गर्छ जनतामा भ्रम पार्नलाई। छिटै उनीहरूले नक्कल गर्छन्। यथार्थ कुरा के हो भने यो अमेरिकन योजना हो। यसकारणले गर्दाखेरि सजग हुनु पर्यो। हामी सजग मात्रै नत्र हामी युक्रेनको नजिक पुगिरहेका छौँ नि।